सक्यो। आज म पाल्पाली चुकौनी बनाउँदैछु। पाल्पामा एकदम फेमस छ के यो चुकौनी, पाल्पाली चुकौनी भनेरै चिन्छन् के बाहिरतिर। यो बनाउनको लागि सुरुमा मैले प्याज काटेँ, त्यसपछि खुर्सानी पनि काटेँ, आलु उसिन्न बसाल्दैछु फेरि उतातिर। आलु पनि पाकिसक्यो अनि आलु पाकिसकेपछि फेरि त्यसको बोक्रा फाल्ने अनि आफूलाई कस्तो मनपर्छ त्यही अनुसारको टुक्रा बनाउने के। अनि म फेरि खुर्सानी थपियो थोरै भयो कि भनेर। तर के मैले यो टिकटकमा कति देख्छु पाल्पामा चुकौनी भन्दै भिडियो हाल्नु भएको हुन्छ, र त्यसमा के तिल पनि हाल्नु भएको हुन्छ, टमाटर पनि हाल्नु भएको हुन्छ, काँक्रो हाल्या देख्छु। त्यस्तो हुन्न के चुकौनी, पाल्पाको चुकौनी सादा के। अब म उही पाल्पामै जन्मेर हुर्केर यत्रो भइसकेँ, तर आजसम्म देखि छैन क्या मैले तिल हालेको, काँक्रो हालेको। अब त्यस्तो चुकौनी आजसम्म देखि छैन के। हुन त आफ्नो आफ्नो टेस्ट हो कि, तर पाल्पाली चुकौनी भनेर हाल्नुहुन्छ, तिल हाल्नुहुन्छ, त्यो खै म त अचार लाग्छ के, त्यो तिल हालेको त अचार हो भन्ने जस्तो लाग्छ के। चुकौनी त सादा त मिठो हुन्छ के। यति भन्दै मेरो चुकौनी रेडी भएर हाम्रो हुसेन सरलाई दोकानमा लैदिएँ चखाउनलाई। हुसेन सरको रियाक्सन फेरि चुकौनी खाएर कति बेला कस्तो रियाक्सन दिनुहुन्छ भनेर हेर्दै बसेछु मैले। बहुत मनपर्छ अरे क्या, पहिला पाल्पा जाँदा खानुहुन्थ्यो अरे, त्यही भएर मन पराउनुहुन्छ के। बुढाको रियाक्सन त जहिले यस्तै हो। मेरो छोराले फेरि चुकौनी खान्न, त्यही भएर उहाँ दही दिहु, दही फेरि भाटबटिनी स्टाइलमा चाहिन्छ। एकचोटि भाटबटिनी जाँदा यस्तै दही थियो, त्यसपछि यसलाई माटोको मट्काएको त्यो गिलास हुन्छ नि हो त्यसमै चाहिन्छ के दही। भन्दा मेरो भिडियो सकियो, बाई बाई।